आजको यो भिडियो तपाईहरुको लागि एकदमै स्पेशल छ। यदि तपाई कुनै पनि अन्तर्वार्ताको तयारीमा हुनुहुन्छ भने यो भिडियो तपाईहरुले हेर्नै पर्ने हुन्छ। किन भन्दाखेरि जस्तो तपाई अन्तर्वार्ता दिन जानुभयो, अन्तर्वार्तामा के गरिन्छ भन्दाखेरि तपाईहरुले नसुनेको वा नजानेका शब्दहरु सुरुमै राखिन्छ। जस्तो तपाई कुनै अन्तर्वार्ताको तयारीमा हुनुहुन्छ, तयारी पनि राम्रैसँग गर्नुभयो, तपाईको अन्तर्वार्ता दिने मिति पनि आइसक्यो र तपाई अन्तर्वार्ता दिने ठाउँमा पनि पुगिसक्नु भएको छ। अब त्यहाँनिर के गरिन्छ भन्दाखेरि तपाईलाई अति नै गाह्रो लाग्ने केही अक्षरहरुबाट बनेका शब्दहरु छानेर राखिन्छ जुन तपाईहरुको लागि त्यति सजिलो नहुन पनि सक्छ। अब त्यस्तो अक्षरले के गर्छ भन्दाखेरि तपाई जति धेरै ट्यालेन्ट भए तापनि अरु सबै क्षेत्रमा जतिसुकै राम्रो भए तापनि एउटा सानो अक्षरले तपाईहरुको अन्तर्वार्तामा फेल हुने सम्भावना अति नै बढी हुन्छ। जस्तो उदाहरणको लागि मैले यहाँनिर जस्तै यो विद्यालय भन्ने एउटा शब्द राखेको छु हैन। अब यो विद्यालयको यो ध लेख्न यदि तपाई जान्नु भएन भने व तपाईलाई अन्तर्वार्तामा सोधिएको टाइपिङ गर्न दिएको प्याराग्राफको पहिलो शब्द आफ्नो छ भने जस्तो यहाँनिर हेर्न सक्नुहुन्छ आफ्नो। अब यो आद्ध फ तपाईले लेख्न आएन भने त्यो अवस्थामा तपाई के गर्नुहुन्छ त हैन। पढ्ने बेला त हामीले पढ्यौं, शिफ्ट सँग त्यही अक्षर दाब्यो भने आद्ध फ आउँछ वा आद्ध अक्षर आउँछ भन्ने हामी पढ्यौं। तर जस्तो आद्ध फ लेख्नको लागि सम्भवै छैन त्यहाँ शिफ्टको प्रयोग गरेर। जस्तो फ लेख्न पर्यो भने पनि के र यम चाहिन्छ। अब तपाईले शिफ्ट सँग के दाब्नु भयो भने आद्ध फ आउने हो, फेरि शिफ्ट सँग यम दाब्नुहुन्छ दुईटा थोप्ला आउँछ भनेपछि यहाँनिर मिलेन। कतिपय यस्ता अक्षरहरु छन् जहाँ तपाईले शिफ्टको प्रयोग गरेर आद्ध अक्षर आउँदैन। उदाहरणको लागि तपाईलाई आद्ध ख लेख्न कसैले भन्यो भने तपाई शिफ्ट सँग भी दाब्न सक्नुहुन्छ। तर कसैले तपाईले आद्ध घ लेख्न भन्यो वा घिउ लेख्न भन्यो भने अब तपाई शिफ्टको प्रयोग गरेर त्यो अक्षर ल्याउन सक्नुहुँदैन। यसका केही विशेष तरिकाहरु हुन्छ, अल्ट की को प्रयोग गर्नुपर्ने हुन्छ। अब यी कीहरु कसरी प्रयोग गर्ने भन्ने बारेमा आज म तपाईहरुलाई विस्तृत रूपमा सिकाउँछु र यो भिडियो हेरिसकेपछि अब कुनै पनि अन्तर्वार्तामा तपाईलाई अप्ठ्यारो पर्ने छैन। तपाई हरेक अन्तर्वार्तामा कम्प्युटरको अन्तर्वार्तामा तपाई पास हुन चाहनुहुन्छ भने यो भिडियो तपाईहरुको लागि अति नै महत्त्वपूर्ण छ। विद्यार्थी शिक्षकहरुको लागि, लोक सेवा तयारी गरिराख्नु भएका, शिक्षक सेवाको तयारी गरिराख्नु भएका साथीहरुको लागि यो भिडियो, आजको यो भिडियो अति नै उपयोगी र महत्त्वपूर्ण हुनेछ। अब सुरु गरौं। जस्तो यहाँनिर के लेखेको छ भने यो पहिलो शब्द विद्यालय लेखेको छ। अब यो विद्यालयको अब सबै त तपाईलाई गाह्रो हुँदैन, तर यो ध लेख्न पर्यो भने गाह्रो हुन सक्छ। अब यस्तो अवस्थामा के गर्ने भन्दाखेरि शिफ्ट सँग बी दाब्नु भयो भने यस्तो किसिमको ध आउँछ र यसरी दाब्दाखेरि यहाँ ध आयो भने यो समस्याको समाधान हुन्छ। त्यसपछि अर्को यहाँनिर अति नै महत्त्वपूर्ण शब्द दिएको छ। जस्तो यहाँनिर के छ भने पूर्णाङ्क लेखेको छ हैन। अब यो पूर्णाङ्क लेख्ने बेलामा के हुन्छ भन्दाखेरि यहाँनिर जस्तो यो अङ्ग छ, यसको तल एउटा क झुन्डिएको छ सानो अक्षर भने अब यस्तो अवस्थामा धेरैले गाह्रो हुन्छ। यसको हामी अल्ट की को प्रयोग गर्छौं। अल्ट की को प्रयोग गरेर यो अक्षर ल्याउँछौं। तर कसरी ल्याउने म तपाईहरुलाई सिकाउँछु। पूर्णाङ्कको यो अक्षर लेख्नको लागि अल्ट सँग, यसको लागि अल्ट सँग 0205 अल्ट 0205 दाब्नु भयो भने यहाँनिर पूर्णाङ्कको यो अन्तिमको अक्षर आउँछ। र यो धेरै जनाको समस्या के हुन्छ भन्दाखेरि अल्ट सँग यो नम्बरहरु प्रेस गर्दाखेरि आएन भन्ने धेरैको गुनासो हुन्छ। यो कस्तो हुन्छ यसको सिस्टम भन्दाखेरि अल्टलाई छोड्न हुँदैन, प्रेस गरिराख्नु पर्छ। अल्टलाई नछोड्ने 0205। अब यो 5 प्रेस गरिसकेपछि यो 5 बाट औँला उठाइसकेपछि मात्रै अल्टबाट औँला उठाउनु पर्छ। पहिले उठायो भने यो अक्षर आउँदैन। कुनै पनि अल्ट कीबाट आउने अक्षरहरु त्यस्तो अवस्थामा नआउन सक्छ। त्यही भएर अल्टलाई थिचिराख्ने, यताको नम्बर थिचेर सकेपछि मात्रै अल्टबाट आफ्नो औँला उठाउनु पर्छ। त्यसपछि यहाँनिर छ अर्को शब्द परिश्रम।
अब यो परिश्रम वा श्रम लेख्न पर्यो भने यो अक्षर कसरी ल्याउने भन्ने कुरा छ यसमा। यसको लागि के गर्ने भन्दा शिफ्टसँग ग्रेटर देन, किबोर्डमा शिफ्टसँग ग्रेटर देन प्रेस गर्यो भने यस्तो किसिमको यो श्र भन्ने अक्षर आउँछ। श्रम वा परिश्रम लेख्न पर्यो भने शिफ्टसँग ग्रेटर देनको प्रयोग गर्ने। त्यसपछि मैले अघि भनेको शब्द फेरि आइसकेको छ यहाँनिर। जस्तो आद्ध घ लेख्न पर्यो भने वा घिउ लेख्न पर्यो भने त्यो अवस्थामा के गर्ने। अब यहाँनिर आद्ध घ लेख्न पर्यो भने अल्ट 0163 अल्ट 0163 को प्रयोग गर्न पर्छ। अल्ट 0163 ले के गर्छ भन्दाखेरि आद्ध घ ल्याउने काम गर्छ र आद्ध घ कति बेला प्रयोग हुन्छ भन्दाखेरि घिउ लेख्न पर्यो भने आद्ध घ को प्रयोग गरिन्छ। त्यसपछि अर्को शब्द छ यहाँनिर सूचना। अब यो सूचनाको पछाडि यहाँनिर एउटा चिन्ह छ, यस्तो किसिमको छ, यसलाई एक्सक्लामेसन मार्क भनिन्छ। अब यो कसरी ल्याउने भन्ने कुरा छ। जस्तो पहिलो पटक सूचना लेख्यो भने एउटा हुन्छ, फेरि अर्को पटक लेख्दाखेरि यहाँनिर के हुन्छ भने दुईवटा हुन्छ, फेरि अर्को पटक लेख्यो भने यहाँनिर 3 पटक हुन्छ। अब यो अवस्थामा अब यो सूचनाको पछाडि जुन एउटा यहाँ दिएको हुन्छ यो एक्सक्लामेसन मार्क, यो एक्सक्लामेसन मार्क दिन पर्यो भने यो सूचना लेख्ने बेला प्रयोग गरिन्छ। अब यहाँनिर अल्ट 0219 अल्ट 0219 प्रेस गर्ने हो भने किबोर्डमा सूचनाको पछाडि लेखेको एक्सक्लामेसन मार्क आउँछ। यदि अंग्रेजी टाइपिङ गर्ने हो भने यो यतिकै आउँछ, तर नेपाली टाइपिङमा के हुन्छ भन्दाखेरि अल्ट 0219 प्रेस गर्नुपर्छ। त्यसपछि हामी अर्को शब्दतिर लाग्छौं। जस्तो अहिले त यो त्यति प्रयोग हुँदैन, तर पहिले पहिले धेरै प्रयोग हुन्थ्यो। जस्तो यहाँनिर दाङ लेख्न पर्यो भने प्राय जसो ठाउँमा अझै पनि यस्तो किसिमको दाङ हामी देख्न सक्छौं। अब यसको लागि के गर्न पर्छ भन्दा किबोर्डमा यहाँनिर अल्ट 0203 अल्ट 0203 प्रेस गर्ने हो भने यस्तो किसिमको अक्षर आउँछ। अब यो अक्षर ल्याउनको लागि किबोर्डमा अल्ट 0203 को प्रेस गर्नु होला। त्यसैगरी अब हामीसँग अझै पनि केही शब्दहरू छन् र यी शब्दहरू अति नै महत्त्वपूर्ण छन्। कोही जागिरको वा अन्तर्वार्ताको तयारीमा हुनुहुन्छ भने यो कुरा तपाईहरुले सिक्नै पर्ने हुन्छ, किनभने तपाईहरुलाई अप्ठ्यारो पार्न सक्ने भनेकै यिनी कुराहरू हो। जस्तो अब यहाँनिर हेरौं, उद्देश्य भन्ने एउटा शब्द दिएको छ। अब यो उद्देश्य लेख्न पर्यो भने यस्तो किसिमको द आउँछ यहाँनिर। अब यो यदि लेख्न जानेनौं भने हामी अन्तर्वार्तामा फेल हुने सम्भावना पनि अति नै बढी हुन्छ। अब अन्तर्वार्तामा पास हुन चाहने भने यस्ता किसिमका अक्षरहरू जान्न पर्ने हुन्छ। अब यहाँनिर अक्षर कस्तो छ भन्दाखेरि यस्तो किसिमको छ। ल यसमा उद्देश्यको द लेख्न पर्यो भने उद्देश्यको द यस्तो किसिमको हुन्छ र यो द लेख्न पर्यो भने किबोर्डमा 2 प्रेस गर्ने एकदमै सजिलो छ। 2 दाब्ने हो भने यस्तो किसिमको द आउँछ। त्यसपछि अर्को अक्षर के छ भने यस्तो किसिमको है, ट को तल पनि ट, जस्तै भट्ट लेख्न पर्यो भने त्यो बेलामा यसको प्रयोग गरिन्छ। र यो कसरी लेख्ने हो भन्दाखेरि किबोर्डमा के प्रेस गर्न पर्छ भन्दाखेरि यसको लागि अल्ट 0167 त्यहाँ सबैजना कपीमा टिप्नु है। यहाँनिर म लेख्दै जान्छु। र अर्को छ कि छैन कपी? छैन है। ल अलि यो गर्नु त फोटो खिच्नु हैन। ल त्यसपछि यहाँनिर अर्को शब्द के छ भन्दाखेरि आफ्नो। प्राय जसो अन्तर्वार्तामा सोधिएका प्रश्नहरूमा यो शब्द सुरुमै आउने गर्छ र आद्ध फ लेख्न नजानेकै कारण धेरैलाई अन्तर्वार्तामा गाह्रो हुन्छ। अब यो आद्ध फ लेख्न पर्यो भने कसरी लेख्ने भन्दाखेरि यो पनि अल्ट सँगै आउँछ। यसको लागि अल्ट 0136। अब सधैँ थाहा पाउने के थाहा पाउने भन्दाखेरि आद्ध फ लेख्न पर्यो भने
अल्ट 0 136 दाब्ने, शिफ्टसँग के दाबेर अनि शिफ्टसँग फेरि एम दाबेर कहिले पनि अध्यक्ष आउँदैन। त्यसपछि अर्को छ अति नै महत्त्वपूर्ण, जस्तो उदाहरणको लागि मैले यहाँ के लेखेँ भने पानी पर्यो। अब हेरौँ है, यहाँनिर यो पनि लेख्न सकिन्छ, यो प पनि लेख्न सकिन्छ, यो पनि लेख्न सकिन्छ, तर यो बीचको कसरी लेख्ने थाहा छ कसैले? यहाँ सबैले थाहा छैन? ल अब थाहा छैन भने यहाँनिर हेर्ने है, यो बीचको अक्षर लेख्न पर्यो भने अल्ट 0 165 लेख्ने हो भने यो बीचको यो आधा अक्षर आउँछ। र यसरी अल्टसँग यो नम्बरहरू यो प्रयोग गर्ने हो भने मात्रै आउँछ, तर अरू अक्षरहरू यत्तिकै दाबेर भने कहिले पनि आउँदैन है त। त्यसपछि अर्को के छ भने जस्तै गौतम बुद्ध हैन, बुद्धको द लेख्न पर्यो भने जस्तो यहाँनिर के छ भने यो द्वारा छ वा यहाँनिर मैले बुद्ध लेखेँ। अब यो द लेख्न पर्यो भने त्यो अवस्थामा किबोर्डमा 4 अर्थात् 4 प्रेस गर्ने हो भने यस्तो किसिमको गौतम बुद्धको द आउँछ। ल यहाँसम्म क्लियर छ नि? यो लाइनमा केही छ सोध्नु पर्ने कसैलाई? छैन है, सबै ठिक बुझ्या छ रमितले नि? ल ल ठिक छ। ल अब 3-4 वटा अझै छ यहाँनिर। जस्तो यहाँनिर यो के लेख्या छ? ऋतु। अब ऋतु लेख्न पर्यो भने प्रिटी फन्टमा कसरी टाइपिङ गर्ने त हैन? जस्तै मैले अघिल्लो क्लासमा पनि यसको बारेमा भनिसकेको छु र अहिले पनि भन्छु यहाँ। अब यसमा हामीले यो रि कसरी लेख्छन् भन्ने कुरा थाहा पाउने हो। अब रि लेख्नको लागि शिफ्टसँग सी प्रेस गर्न पर्छ। शिफ्टसँग सी को प्रेस गर्ने हो भने यो रि आउँछ। त्यसपछि अर्को के छ भन्दाखेरि जस्तो यहाँनिर रो, यो दुईटा अक्षरको बारेमा धेरैलाई थाहा नहुन सक्छ। यो कति बेला थाहा हुन्छ भन्दाखेरि पछि गएर थेसिसहरू लेख्न पर्यो भने हैन, धेरै जसो विद्यार्थीले डिग्री गर्ने बेला थाहा पाउने अक्षर हो यो थेसिस लेख्ने बेलामा। अब रो पनि रस्व र दीर्घ हुने रहेछ है। रो पनि के हुन्छ? एउटा रस्व हुन्छ, अर्को दीर्घ हुन्छ। यहाँ कसैले थाहा थियो यसको बारेमा? थाहा थिएन है। ल अहिले हामी के पढ्छौँ भन्दाखेरि यदि रस्व रु लेख्ने हो भने शिफ्टसँग क्वेसन मार्कको प्रयोग गर्ने, तर दीर्घ रु लेख्ने हो भने त्यो बेलामा अल्ट 0191 अल्ट 0191 प्रेस गर्न पर्छ। अल्ट 0191 मा के आउँछ भन्दाखेरि दीर्घ रु आउँछ। दीर्घ रुको बारेमा सायदै थोरै मान्छेले मात्रै थाहा होला, धेरैले थाहा छैन। मान्छे कति बेला थाहा पाउँछ भन्दाखेरि एकै पटक उही डिग्री गर्ने बेलामा थाहा पाउँछ। त्यही भएर तिमीहरूलाई म पहिले यहाँ भनिदिइरहेको छु है, डिग्री नपुग्दै पहिले थाहा पाएको राम्रो हुन्छ। त्यसपछि यहाँनिर अर्को के छ भन्दाखेरि अब यसमा ओम लेख्न पर्यो भने यो ओम लेख्ने बेलामा अब यो चिन्ह ओमको चिन्ह कसरी आउँछ त हैन, त्यो बनाउन पर्यो। ओम लेख्न पर्यो भने ओमको लागि किबोर्डमा के गर्न पर्छ भने यहाँ कसैले गेस गर्न सकिन्छ के होला भन्ने कुरा? ल पहिलो पटक भएर थाहा नहुन सक्छ। ओम लेख्न पर्यो भने अल्ट 0231 अल्ट 0231 प्रेस गर्ने हो भने कुन अक्षर आउँछ? ओम आउँछ है। ल अब यो अन्तिममा एउटा शब्द छ यहाँनिर, यसमा के लेख्या छ भने शक्ति लेख्या। जस्तो शक्ति लेख्न पर्यो, भक्ति लेख्न पर्यो भने वा हात्ती लेख्न पर्यो भने यस्तो किसिमको त ल्याउन पर्छ हैन। अब यस्तो किसिमको त कहाँबाट आउँछ, कुन अक्षर प्रेस गर्ने हो भन्ने छ। अब यस्तो किसिमको त ल्याउन पर्यो भने के गर्ने भन्दाखेरि एकदमै सजिलो छ यो। शिफ्टसँग क्यू दाब्ने,
शिफ्टसँग क्यू दाब्ने हो भने यो शक्तिको त आउँछ। ल हामी यो अहिलेसम्म यो सबै अक्षरहरू यहाँ थाहा पायौँ, यो शब्दहरूको बारेमा थाहा पायौँ जुन चाहिँ अन्तर्वार्तामा यसैबाट सोधिने गरिन्छ हैन। त्यो कुनै पनि प्याराग्राफमा के गरिन्छ भने यसबाट पढ्ने गरी म्याक्सिमम शब्दहरू पढ्ने गरी अन्तर्वार्तामा सोधिन्छ र अन्तर्वार्ता लिने मान्छेलाई पहिल्यै थाहा हुन्छ यो अन्तर्वार्ता दिन आएका मान्छेले कहाँनिर अप्ठ्यारोमा पार्न सकिन्छ भन्ने उनलाई अलरेडी थाहा हुन्छ। त्यही भएर विद्यार्थीले गेसै गर्न नसकेका सामान्य कुराहरू पनि त्यहाँ हुन्छन्। मैले अघि भनिसकेँ जस्तो यहाँनिर आज फ लेख्न आएन भने हैन, जस्तो यो सूचनाको पछाडिको यो चिन्ह लेख्न आएन भने त्यो के हुन्छ भन्दाखेरि त्यहाँनिर मान्छे अकमक्किन्छ, उसलाई आफैलाई अप्ठ्यारो महसुस हुन्छ। अप्ठ्यारो महसुस भयो, नर्भस भयो भने अन्तर्वार्तामा के हुन्छ भन्दाखेरि त्यो मान्छे जुन तरिकाले दिन खोजेको त्यो तरिकाले दिन सक्दैन, त्यो किसिमले उसको प्र्याक्टिकल त्यहाँ देखिँदैन र उसलाई चाहिँ अप्ठ्यारो पर्न सक्छ। अब यो सबैमा यो जुन मैले अहिले भर्खरै पढाएँ यसमा कसैले नबुझेको केही छ? ल सबैले बुझाएको छौ हैन? ल सबैले बुझाएको छौ भने अब यो एकपटक पढेर पनि आउने र यस्ता यदि कुनै पनि अरू शब्दहरू छ भने मैले थाहा पाएसम्म जति पनि अप्ठ्यारो शब्दहरू छन् ती शब्दहरू सबै एकै ठाउँ गरेर सबै सिकाएको छु र कसैलाई त्यस्तो यसमा नभएका कुनै अप्ठ्यारो शब्दहरू छ भने मलाई सोध्न सक्नुहुन्छ वा यो भिडियोको कमेन्टमा गएर पनि त्यो शब्द लेख्नुभयो भने म तपाईहरुलाई यसको बारेमा भन्न सक्छु। र यो भिडियो तपाईहरु कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला। यो भिडियो धेरैभन्दा धेरै साथीहरुको माझमा पुर्याउनको लागि यो भिडियोलाई शेयर पनि गर्नुहोला, लाइक पनि गर्नुहोला। आजको क्लास कस्तो लाग्यो आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र यस्तै नयाँ कुराहरू सिक्नको लागि तपाई कम्प्युटर, अंग्रेजी भाषा, शेयर बजार, डिजिटल मार्केटिङ, ग्राफिक डिजाइन जस्ता चीजहरू सिक्न चाहनुहुन्छ, तपाई पब्लिक स्पिकिङ सिक्न चाहनुहुन्छ भने आरके सर इन्स्टिट्युट अफ टेक्नोलोजी सिसौनिया दाङ र ब्रान्च अफिस भालुबाङ चौबाटो बजार र गोबरडियामा तपाईहरु सम्पर्क गर्न सक्नुहुनेछ। आजको यो भिडियो अहिलेको लागि यति नै, धन्यवाद।